माई गॉड अहिले हेर न नमस्ते वेलकम माई न्यू भिडियो सधैँको चाहिँ आज पनि आइसकेँ नयाँ भिडियो लिएर होइन। आजको मौसम भन्नुपर्दा तपाईँहरूलाई चाहिँ यस्तो छ, केही देखिँदैन है। सबै सन्चै आरामै हुनुहुन्छ भन्ने आशा विश्वास राखेको छु। आज पनि म बाख्रासँग आएको छु गाइज होइन। यस्तै हो, आज चाहिँ मौसमले चाहिँ अलिक खराब भइरहेको छ है। यस्तो पर्छ यहाँ, गाह्रो छ। मेरो त खुट्टा दुखेर लास भइरहेछ गाइज है। बल खेलेर हात पनि तेर्सो गर्नु भइराखेको छैन होइन खासमा भन्ने हो भने। यस्तो छ यार, पर्छ हौ, गाह्रो छ यार, गाह्रो छ। कहीँ ढुङ्गा पर्छ कि भन्ने पनि हो है। पानी परेर पनि गाइस यस्तो छैन, बाख्रा चाहिँ तल गइसक्यो है। अहिले जे होस् अलि बादल फिट्यो भनौँ न है। बाख्रा चाहिँ पर पुगिसक्यो, डर लाग्छ यार यहाँ चाहिँ फेरि होइन, डर लाग्छ है। च्याट्ट पो लाग्यो त यार। अहिले चाहिँ अलि फिट्यो भनौँ न, तलबाट फिटिएर आयो है। अहिले चाहिँ बाख्रा चाहिँ उहाँ छन्, मेमिरहेछन्। म चाहिँ पोलबाट ओलिरहेको छु बाख्राको। उहाँ छन्, देखिन्छ कि देखिन्न जस्तो छ यार। बाख्रा चाहिँ गयो त हो कुरै, बाख्रा त गयो गाइज है। यस्तो पर्छ यार, म यस्तो ठाउँमा आएको हेर्न सक्नुहुन्छ। त्यहाँबाट ओलेर आएको है। यस्तो अब भिरपाखा हिँडेको भएर त्यस्तो खास चाहिँ केही लाग्दैन हो मलाई चाहिँ। अब अरूलाई चाहिँ डर लाग्छ, यताउता लाग्छ अरे होइन, र मलाई चाहिँ के त्यस्तो डर सर भन्ने केही हुन्न। यस्तो बाटो छैन, फेरि मैले दौड्नु पर्ने हुन्छ है। गाह्रो छ यार, गाह्रो छ होइन गाइज। अब पानी पर्छ कतिखेर, उतिखेर मेघ घाम पानी पर्छ उतिखेर यसरी सुर्याउँछ है। गाह्रो छ नि यार, गाह्रो छ है। बाख्रा चाहिँ यहाँ छन्। आज चाहिँ तल्लो वनमा ल्याएको है, गर्न सक्नुहुन्छ। बाख्रा चाहिँ अहिले फेरि पानी भित्र घाम लाग्यो, अहिले बादल लाग्यो, छिनछिनमै बदलिन्छ हो यो पनि। गाह्रो छ हो, गाह्रो छ है। गाह्रो छ गाइज। यो चाहिँ के हो भने हिजो बल खेलेको कहिले नखेलेको, त्यही भएर हात नै दुबो गर्न सकिँदैन है। यो हात चाहिँ केही हुन्न, बाउँ हात हो नि त, सर्ट हान्ने। ओतेरी पुरा दुखिरहेछ कि यहाँ, अनि यहाँ घुँडा जाँगडाहरू लास दुखिरहेछ है। अलिक गाह्रै छ है। बाख्रा चाहिँ यहाँ छन्, यस्तै हो। क्या यो गाई सबभन्दा बढी दुख्ने बाख्रो आज चाहिँ खै यहाँ चोट लागेको रहेछ क्या हो यार। यो सबभन्दा बढी दुख्ने बाख्रो त्यही हो है। आज चाहिँ जोडेको छैन, अब यहाँ पलाइरहेको छ है। अहिलेको मौसम चाहिँ एकदमै शीतल छ, उतामा काटिरहेको छ है। यस्तो छ गाई, यहाँ चाहिँ कुरेछ, किनकि घाम लागेको दिन चाहिँ यहाँ चढाउनै सकिँदैन है। यहाँ चाहिँ लास्ट घाम हुन्छ, यस्तै दिनमा चाहिँ यहाँ हो।
हेर्नु बाख्रा कति छिटो दौड्छन् है अड्डा उठाएन उड्डो माथि छन् यसरी फिजिसन लास्ट फिजिसनको गाह्रो हुन्छ अनि यो ठाउँमा त्यही भएर यहाँ नल्याउने मन पनि नलाग्ने त्यही कारण हो त्यही भएर लास्टै फिजिने भयो यहाँ चाहिँ अम्ला छ नि त धेरै अम्ला अझैसम्म पनि छन् यसरी अम्लाको कारणले गर्दा नि लास्ट डोल्ने गर्छ है यहाँ जहाँ अम्ला पाइन्छ त्यहाँ चाहिँ त्यही भएर यहाँ अम्ला धेरै छन् नि त त्यही भएर यिनीहरू दौड्छन् अम्लाको लागि है त्यस्तो छ गाई हात त लाउने शक्ति लागेको छ नि त के हो भने घाम लागेको थियो अहिले 5 मिनटमै यस्तो भइदियो है पुरा डर लाग्छ नि फेरि यस्तो ठाउँमा त गाई यस्तो लास हुन्छ क्या यस्तो छ है पुरा बाख्रा चाहिँ अहिले ओडारमा बस्छ क्या अहिले म ओडारमा जान्छु म चाहिँ माथि छु अलि ओडा म जान्छु है टोल्ने नेता टोल्ने मैले मेघ आयो त फेरि अहिले विद्यार्थी फेरि मेघ आयो त हौ गाइज गाह्रो छ गाह्रो छ नि यार गाह्रो छ नि अहिले मेघ आयो होइन एकछिनमै घाम लाग्छ एकछिनमै मेघ आउँछ गाह्रो छ हो आजको दिन चाहिँ त्यस्तो राम्रो भएन गाइज हेर्नु न मेघ आएर है अब बाख्रा पनि चर्न पाउँदैनन् है अब ल्याउन चाहिँ ल्याइयो अब खुनै पर्ने होइन खुनै पर्ने हुन्छ अब उनीहरू गोठमा पनि त्यति अब मेम्यान्छन् त्यतिलाई कसरी घाँस पनि मिल्दैन होइन अब खुयो भने पनि चिस्सिन्छन् रुच्छन् अनि जाडी मान्छन् चर्दैनन् अब पानी 5 मिनटमै आइरहेछ होइन गाह्रो छ गाइज जिन्दगी झाँट भइसक्यो बाख्रा चाहिँ माथि छन् है त्यहाँ चर्छन् अब भन्ने जस्तो लागेको थियो पानी आउँदैन भन्ने लागेको थियो है फेरि पानी पर्यो यार लास्टै छ पाक्यो भने के हुन्छ हेर्नु न पुरै हेर्न सक्नुहुन्छ अहिले म पुरा देखाउँछु होइन अब यस्तो सब पायो भने कति होला बजारमा लिएर यस्तो बिक्री गर्ने भने कति हुन्छ एउटा सानो एक कटोरा होइन 50 रुपियाँ 100 रुपियाँ कता त यो त बजारको हिसाबले हेर्ने हो भने त यो त समथिङ कति हुन्छ होला 10-12 हजार 10,000 20-30 हजार हुनु पनि पऱ्यो यति ठुलो रूप हो नि त है अब यसलाई बजार पुर्याउन सक्यो त मान्छेको यो समयमा त रोजगारै हुन्छ होला है अब आफै हेर्नु न जुम्ला जुम्लामा स्याउ हुन्छ भने बाख्रा पनि गइसक्यो आज चाहिँ गाई मौसमको कारणले बाख्रा चाहिँ छिटो जाने हुन है हेर्न सक्नुहुन्छ है कस्तो छ अब अहिले 5 मिनटमा फेरि यता छैन है यता हेर्न सक्नु है बाख्रा चाहिँ यहाँ छ
छु ओ के भन्ने यो जाँदै भएको नि कसरी ओड्दिएको यार पानी पनि पर्यो होइन हात पनि पिसिसक्यो कि हात पनि पिसिसक्यो हात गाह्रो छ यहाँ पुरा दौडिरहेको छ कि हट बाख्रा चाहिँ अब यस्तै घरमा लाग्यो पाठाइ छु चालै बाख्रा छु कस्तो यहाँ यहीँ बस्न खोज्नु लाग्यो क्या यिनीहरू पानी आयो अनि ओडारमा बस्न खोज्नु लाग्यो भाइ लास्ट ठन्डी भयो नि त पाठाहरू त आज त लास्ट ठन्डी क्या मर्छन् होला यार यस्तो भयो भने त मलाई त कस्तो ठन्डा भइसक्यो है चाहिँ अब यहाँ चाहिँ हिँड्नु लाग्छ अलिक थोरै छ 2 मिनट रोडमा पुग्नुको लागि यिनीहरू कहाँ बस्नु भन्ने हो क्या गाह्रो छ गाई गाह्रो छ यस्तो भयो यार अहिले यस्तै छ गाई गाउँघरको जिन्दगी त्यही नै हो बाख्रा चाहिँ अब थोरै छ अब चाहिँ बाटा पुग्नको लागि है आज चाहिँ लास्ट डेन्जरस मौसम भयो है बाख्रा पनि यसरी खोज्नु लाग्यो एउटा छु अहिले त पुगिसक्यो है अब चाहिँ रोडमा पुगिसक्यो बाटोमा छु छु हेर्न पनि जान्न अहिले त घरै पर्छ ल अब चाहिँ लागिसके है आजको दिन सँगसँगै भलक पनि अन्तिम स्टेजमा आइसकेको छ गाइस होइन साथ चाहिएको छ यार साथ सबभन्दा ठुलो प्लिज सबैले माया गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला र मैले अझै के कस्तो गर्नुपर्छ भिडियो के कस्तो बनाउनुपर्छ के कस्तो तपाईँहरूलाई के कस्तो लाग्छ सुझाव सल्लाह दिन चाहिँ नभुल्नु होला भन्न चाहन्छु लाइक कमेन्ट सेयर र छेउमा भएको बेल आइकन दबाएर अलमा क्लिक गर्न चाहिँ नभुल्नु होला यही नै हो है सबैलाई बाई बाई टेक केयर भोलि भेटौँला अर्को भिडियोमा भनेर भन्न मिलेन म 2 दिनको अन्तरालमा आउँछु एक दिन ग्याप गरेर है बाई बाई टेक केयर